हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी रातको 2 बजे उठेर चाहिँ हामी आज विराटनगर जाँदैछौँ हैन। हामी चाहिँ कुकुरको उपचारको लागि हिँडेको खास गरी विराटनगर चाहिँ। अनि त्यहाँ अब के अरे 2 बजेतिर उठेर गएर लाइन बस्नुपर्छ भनेर चाहिँ हामी अलिक छिटै हिँडेको यहाँबाट। अङ्कल र म पालैपाली बस्नुपर्छ भने बस्नु नपरोस् भन्ने मेरो चाहना छ कि, अन्त नत्र त बस्नु पर्यो भने त मरिन्छ। रात BMC वरिष्ठ टिचिङ हो त्यो BMC टिचिङ हस्पिटल उति पहिला राखेको चाहिँ त्यहाँ जानु पर्ने गाडी भित्र छ तर रोड साफ छ हैन। ठुलो छ कि हस्पिटल ठुलो छ नि। म त फर्स्ट चोटि आएको। ल हामी चाहिँ आइपुगिसक्यौँ हस्पिटल। अब यहाँ जान्छौँ अनि सोध्छौँ बस्नु पर्यो भने फर्किन्छौँ घरतिर। हस्पिटलमा आएको निन्द्रा लागेर हड्ला ल अङ्कल चाहिँ अब हस्पिटल चाहिँ छिर्साङ भयो। म चाहिँ बाहिरै बस्ने अब एकछिन। ल यहाँ चाहिँ अब हस्पिटलमा डाक्टर छुट्टीमा हुनुहुँदो रहेछ, त्यही भएर हामी चाहिँ अब अर्को नोबेल हस्पिटल हिँड्दैछौँ। त्यहाँ जान्छौँ अनि त्यहाँ चाहिँ भयो भने भयो, भएन भने हामी घरतिर फर्किन्छौँ। कपिराइट हान्ने हो कि अर्को हस्पिटल आइसक्यो यहाँ नोबेल साइकल छुट्टै रहेछ त, गाडी छुट्टै रहेछ। नोबेल मेडिकल कलेज छ त, कलेज हो कि हस्पिटल। Jesus of the baita tiari. Oh, आइसक्यो अर्को हस्पिटल। अब हामी चाहिँ यता फेरि यहाँ पनि पस्छौँ, यहाँ पनि भएन भने चाहिँ घरतिर लाग्छौँ, चल्दिन्छौँ। यता यता त्यसै पारा पारा निन्द्राले मान्छे मरेर ओइको पारा पारा गर्दै हिँड्ने हस्पिटल चाहिँ जोस् गजबको छ, ठुलो भने फेरि
ल यहाँ चाहिँ डाक्टर हुँदो रहेछ अहिले लाइन बस्नु परेन त्यही भएर म त्यसमा खुसी छु कि एकदम भोलि 7 बजे अङ्कल र अनि कुको आउनुहुन्छ अब त गएर आराममा सुत्ने चट्ट लाएर भित्र चाहिँ भिडियो गर्न नदिने रहेछ कि त्यो ल्याङ भइगयो नि भित्रको भिडियो गर्न दिने भए त गजब हुन्थ्यो अङ्कल कता जानुमा आउँदैन म पारेको थियो कता सोधेर आउँछु भन्नुभएको थियो कता जानुभयो कता दिमाग कुनबाट आउँ भने कुनबाट आएछ यहाँ यता पो जानुपर्ने हो त म त यता पो आएछ यार यता अङ्कल त उहाँ पर खै कहाँ छु भन्छ म फेरि कताबाट यताबाट भित्र गएर त्यहाँ म यहाँ बस्दा हुन्छ निस्किने त यही बाटो होला कहाँ माथिल्लोबाट आएछ धन्न घाँटे ठन्डामा त लुइँ आइदिएको यता पो आएछ माकुरी त्यहाँबाट ल्याङ गरिकन म त अर्को बाटो पो आएछु त अङ्कलहरू माथिबाट आएछु नि त फेरि हिँड्छु त्यति लागि भित्र छिटो भनेर हामी चाहिँ अब घर आइपुगौँ हाम्रो घर चाहिँ यही हो बत्ती त पुरै बाल्ला जस्तो ए राति हिजो बाल्ला थियो होइन आइसक्यो अब म गेट खोल्छु चाबी हात फोन गर्नु त पुरै हजुर पुरै चाबी ल्याएको छ हौ फोन गर्नु त त बनायो नि यार ल आन्टी तपाईँकोमा होला तपाईँ गर्नु नि त्यहाँ